नमस्कार साथीहरू, हामीले यो जेसीबी लगाएर नाली कच्चा नाली छ अनि हामी यो साफ सफाई गर्दैछौँ। त्यसरी नै यो हामीले यो जुन चाहिँ ब्रिज बनिँदैछ यो पनि हामीले आफ्नो गाउँ समाज मिलेर यहाँ ठुलो गाडीहरू निस्किन्छ होला, तल हिम पाइप मात्रै हालेको छ त्यो फुट्छ ठुलो गाडीले भनेर चाहिँ हामी यो जुगाड गर्दैछौँ। हेर्नुहोस् र तपाईँहरूलाई देखाउँछु, अगाडि पनि तपाईँलाई देखाउँछु। म जेसीबी लाग्दैछ हाम्रो यहाँ, हेर्नुहोस् है, हेर्नुहोस् यो चाहिँ हामीले नाली साफ गरेको। यहाँ पिछले साल हामीले नाली बनाएको थियो, त्यो नाली चाहिँ अब एक वर्षभरिमा त्यो माटोहरू झरेर के भएर फेरि झन्डै ब्लक जस्तो भएको छ र यसलाई हामी क्लियर फेरि गर्दैछौँ। बर्खा लाग्नु आँट्यो र बर्खा लाग्दैछ र त्यसको मध्यनजर राख्दै हामीले बाटो चाहिँ ठिक हुनुपर्छ भनेर यो नाली पानी कुदोस् ठिकसँग भनेर बनाएको है। हजुर हेर्नुहोस्, उता लगभग 1 किलोमिटर हामीले जेसीबी लगाइसक्यो नालीमा, अझै अलिक छ। यो ब्रिज पानी कटाउनको लागि यहाँ त ठुलो पानी चल्छ। हेर्नुहोस् हामीले रेडी गऱ्यौँ, मिस्त्री लागिरहेको छ। यो हेर्नुहोस् है, मिस्त्री त खालि हाम्रो मिस्त्री साथी भयो, अरू बाँकी हेल्पर चाहिँ हामी आफै लागेर यहाँसम्म चाहिँ ल्यायो। हेर्नुहोस् तपाईँहरूलाई के कस्तो लाग्छ हेर्नुहोस् है, बुझ्नुभयो नि। यही बाटो हो, पोहोर हामीले मिसालिहाल्यो, कमसे 150 गाडी मिसालिहाल्दा यहाँबाट 1 किलोमिटर अगाडि हल्का चल्ने लायक बनायो। यो साल अझै अलिक राम्रो बनाउनुपर्छ भनेर चाहिँ हामी गर्दैछौँ। हजुर र तपाईँहरूलाई के कस्तो लाग्छ भन्नुहोस्, आफ्नो कमेन्ट दिनुहोस्। तपाईँहरू आफ्नो चाहिँ के गर्नुहुँदैछ त्यो पनि भन्नुहोस् है ल। हस्, बाई बाई।